साथीहरू नमस्ते अनि नमस्कार। म तपाईँहरूकै साथी आज पनि उपस्थित भइसकेको छु हैन। क्लास लिएर यो भिडियोलाई अन्त्यसम्म हेरेर साथ सपोर्ट र यसमा भएका त्रुटि कमी कमजोरीहरूलाई सल्लाह दिनुहुन्छ भने ठुलो आश लिएको छु। मन परेमा लक्ष्य जगत बृहत आध्यात्मलाई साथ सपोर्ट लाइक शेयर र सब्स्क्राइब गर्न नबिर्सिनु होला। आजको सेसनमा जाउँ। मैले वस्तुगत प्रश्नहरू लिएर आएको छु। यो चाहिँ नेपालको भूगोलबाट तपाईहरुको स्क्रिनमा देखिसकेको छ। हेर्नुहोस् होला। यसमा के कमी कमजोरी आयो भने म सच्याउने कोसिस गर्नेछु। मलाई यही फेसबुक मुनिबाट लिंक पठाइदिन्छु म। लिंक राखेको हुन्छ फेसबुकतिर पनि। यसमा गएर हेर्दा पनि भयो, नभए यो युट्युबमै मलाई तलबाट मेसेज गर्नुभयो भने पनि म यसको समस्याको समाधान गरिदिन्छु। आजको पहिलो प्रश्न रहेको छ, सबैभन्दा सानो जिल्ला भक्तपुरको क्षेत्रफल कति छ? 1,19 वर्ग किलोमिटर। दक्षिणबाट उत्तरतिर बहने नदीलाई कर्मनाश हो। अनि धनकुटा राजमार्गलाई अर्को कुन नामले चिन्छ? मदन भण्डारी राजमार्ग। सप्तकोशी नदी कहाँ पुगेपछि गङ्गामा मिसिन्छ? बिहारको कर्सेला घाट। माछा पाइने विश्वको अग्लो स्थानको ताल कुन हो? कुन हो त? रारा ताल हो। यो लक्ष्य आयोगले सोधिसकेको क्वेशन हो। नेपालको क्षेत्रफल कति रहेको छ? 1,47,516। यो चाहिँ अहिलेको क्षेत्रफल हो हैन। यो तर यदि यो आएन भने, यो आयो भने भइहाल्यो। यो आएन भने चाहिँ 1,47,181 हैन साथीहरु। यो चाहिँ प्रस्तावित हो के, मतलब यो पुष्टि हुन बाँकी छ। लिपिलेख, लिम्पी अधुरा यिनीहरू चाहिँ यो कुन्नी कुन्थर हालेपछि चाहिँ यसमा यो सहितको हो। नेपालको पूर्व पश्चिमी औसत लम्बाइ 885 किलोमिटर। नेपालको उत्तर दक्षिणी चौडाइ 192 किलोमिटर। यो औसतमा हो। अधिकतम 145 के अरे न्यूनतम 145 यो न्यूनतम हो। न्यूनतम र अधिकतम चाहिँ कति हो भन्दाखेरि 241 न्यूनतम चाहिँ 241 हो। अनि नेपाल कुन महादेश अवस्थित छ भनेको एसिया भाग महादेशको मध्य पूर्वी एसियामा अवस्थित रहेको छ हैन। नेपालले एसियाको कुन क्षेत्रफलको कति प्रतिशत ओगटेको छ? 0.35% भनेको छ, तर 0.3 हो। 5 आइहाल्यो भने भयो, नभए 0.3 भन्नुहोस्। विश्वको चाहिँ कति ओगटेको छ भने साथीहरु, विश्वको चाहिँ 0.003% ओगटेको छ हैन। 0.003। दक्षिण एसियाको चाहिँ दक्षिण एसियाको चाहिँ 2.82% क्षेत्रफल ओगटेको छ। 8.2 पनि भन्छ। यदि 8 आएन भने 87 पनि भन्छ है साथीहरु। यो दुईटा पनि रहेनछ भने 3 हान्दा पनि भयो। तपाईँहरुले नेपालको कुन देशान्तरमा पर्दछ भन्दा पूर्वी देशान्तर? नेपालले कुन अक्षांशमा पर्दछ भन्दाखेरि उत्तरी अक्षांश। नेपालको कति देशान्तर रेखामा अवस्थित छ भन्दा 80 डिग्री 4 मिनेट पूर्वी देशान्तरदेखि 88 डिग्री 12 मिनेट पूर्वी देशान्तरमा रहेको छ। त्यसैगरी नेपालको कुन अक्षांशमा रहेको छ भन्दाखेरि 26 डिग्री 23 उत्तरी अक्षांशदेखि 30 डिग्री 27 मिनेट उत्तरी अक्षांशमा पर्दछ। नेपालको कतिवटा अञ्चलले चीन र भारत दुवैलाई छोएका छन् भनेको छ। 6 वटा अञ्चल अहिले चाहिँ प्रदेश भइसकेको छ है साथीहरु। यो चाहिँ पुरानो हो, तपाईहरुलाई पुरानो भनेर हो, सम्झिरहनुस् भनेर हो, हुँदैन सक्छ। चीन र भारतको कुनै पनि देशसँग सीमा नजोडेको जिल्ला चाहिँ 37 वटा हो। अहिलेको पनि 37, पहिलाको पनि 37। अनि भारतसँग मात्र सीमाना जोडिएको कतिवटा जिल्ला छन् भन्दा 25 वटा। क्षेत्रफलको हिसाबले सबभन्दा ठूलो जिल्ला डोल्पा 7-8, यसको क्षेत्रफल 7-8 8-9 हो नि त। 8-9। तपाईहरुलाई एउटा क्वेशन के छ भने डोल्पा
भक्तपुर भन्दा भक्तपुर भन्दा कति सानो छ भन्दाखेरि चाहिँ यदि आयो भने 66.2 सम्झिने। क्षेत्रफलको हिसाबले सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज चाहिँ चाहिँ यसको क्षेत्रफल कति छ भन्दाखेरि 2712 अनि 2712 यसबाट टुक्रेको राष्ट्रिय निकुञ्ज कुन भन्दा छयानब्बे राष्ट्रिय निकुञ्ज अहिलेको 13औं राष्ट्रिय निकुञ्ज त्यसको क्षेत्रफल चाहिँ कति छ भन्दाखेरि 843 रहेको छ। क्षेत्रफलको हिसाबले सबैभन्दा सानो जिल्ला कुन हो भन्दा भक्तपुर अघि मैले भनिहालेँ 119 वर्ग किलोमिटर योभन्दा चाहिँ डोल्पा यतिले सानो छ भनेर तपाईँलाई पनि भने। नेपालको समय ग्रिनविच समयभन्दा कति बढी छ भनेको छ 5 घण्टा 45 मिनट 5 घण्टा 45 मिनट 46 सेकेन्ड होइन साथीहरू 46 सेकेन्डबाट छ। नेपालको प्रमुख समय कुन देशान्तर रेखालाई आधार मानेर निर्धारण गरिएको छ भन्दा 86 डिग्री 15 मिनट पूर्वी देशान्तर आधार मानेको छ। नेपालको प्रमाणिक समय कुन हिमाल आधार मानेको छ भन्दा गौरीशङ्कर हिमाल आधार मान्छ। यो चाहिँ गौरीशङ्कर गाउँपालिका हो। गौरीशङ्करकै गाउँपालिका गौरीशङ्कर गाउँपालिका वडा नम्बर 9 मा रहेको छ होइन 9 मा रहेको छ। कुन कुन अञ्चलले 5वटा जिल्लाहरू रहेका छन् भने चाहिँ पहिला चाहिँ नारायणी, राप्ती, भेरी, कर्णाली, सेती र कोशी गरी 5वटा रहेका छन्। नेपालको कहिले 14 अञ्चल 75 जिल्ला विभाजन गरियो भन्दा 2018 साल वैशाख 1 गते राजा वीरेन्द्रले गरेका थिए होइन। अनि नेपालमा कति सालमा 4 विकास क्षेत्र विभाजन गरेको थियो 2049 सालमा गरेको थियो। 8 जिल्ला कुन अञ्चलमा पर्दछन् भनेको बागमती अञ्चल थियो पहिला होइन। अनि 6 जिल्लाहरू कुन कुन अञ्चलमा छन् भन्दा लुम्बिनी, गण्डकी, सगरमाथा, जनकपुर र कोशी अञ्चलमा रहेका छन्। गङ्गासागर पोखरीका छ धनुषा भनेको जनकपुर। सबैभन्दा बढी उचाइमा रहेको नेपालको सदरमुकाम हुम्लाको सिमीकोट हो होइन। अब सानो चाहिँ कुन हो त जलेश्वर हो। ठुलो चाहिँ हुम्लाको सिमीकोट हो उचाइमा रहेको होइन। बढी उचाइमा रहेको हुम्लाको सिमीकोट कति छ भन्दा 2946 किलोमिटर 46 किलोमिटर। सानो चाहिँ कति छ भन्दाखेरि 61 किलोमिटर। कुन रहेको छ भन्दा नेपाल जलेश्वर रहेको छ होइन। चीन र भारत दुवैलाई छुने जिल्ला कतिवटा रहेको छ भन्दा 2टा दाता ताप्लेजुङ र दार्चुला। सबैभन्दा कम उचाइमा रहेको नेपालको सदरमुकाम जलेश्वर अघि पनि भने मैले 61 मिटर उचाइमा रहेको छ। 4 जिल्लाहरू कुन कुन नेपालको अञ्चलमा रहेको छन् 3वटा मेची, महाकाल, धौलागिरी अञ्चल। सबैभन्दा बढी जिल्ला सिमाना जोडिएको जिल्ला सिन्धुली कति जिल्ला हो 10 जिल्ला हो। दोस्रोमा कुन छ भन्दाखेरि दोस्रोमा मकानपुर दोस्रो चाहिँ मकानपुर हो। मकानपुर कतिवटा छ भन्दा 9 जिल्ला रहेको छ। नेपालको सबैभन्दा उत्तरी बिन्दु हुम्लाको च्याङ्ला भन्ज्याङ हो उत्तरी बिन्दु होइन। अब नेपालको सबैभन्दा दक्षिणी बिन्दु झापाको लोधावरी हो। सुत्केरी सन्धि अघि नेपालको क्षेत्रफल 2,04,516 वर्ग किलोमिटर रहेको छ। अदुवाको लागि प्रसिद्ध जिल्ला सल्यान हो। नेपालको सबैभन्दा उत्तरी बिन्दु कुन जिल्लामा पर्दछ भन्दा हुम्ला जिल्ला हो। नेपालको सबैभन्दा दक्षिणी बिन्दु झापाको लोधावरी हो। भारतसँग सिमाना जोडिएका जिल्लाहरू 25वटा रहेका छन्। चीनसँग 13वटा रहेका छन् र यी दुवैसँग जोडिएको दाता भनेर पढ्नुभयो दाता के अरे दार्चुला र ताप्लेजुङ त्यही भएर यो 27 पुग्यो अनि यो 15 पुग्यो होइन। मात्रा भन्यो भने चाहिँ यति आउँछ। मात्रा भन्यो भने 27 लेख्नुहोस् यसको 15 लेख्नुहोस्। मात्रा भन्यो भने दक्षिणमा भारत पूर्वदेखि उत्तरी हिमालसँग फैलिएको जिल्ला धादिङ हो होइन। अनि दक्षिण चुरेसबाट दक्षिण महाभारतबाट चुरेसम्म फैलिएको चाहिँ जिल्ला चाहिँ फेरि सिन्धुपाल्चोक हो। यो पनि गरिरहनुहोस् थाहा पाइरहनुहोस्। काठमाडौँ उपत्यका क्षेत्रफल 600 वर्ग किलोमिटर रहेको छ। यो 600 वर्ग किलोमिटरलाई चाहिँ 264 बनाइदिनुहोस् भने यो बागमतीको लाई चिनिन्छ भन्दा पशुपतिको क्षेत्रलाई चिन्छ कि पशुपतिको क्षेत्रफल थाहा हुन्छ। बागमती प्रदेशको पशुपति क्षेत्रफल हो।